कस्तो ठाउँमा लिएर आइस बिर्खे न के पाइन्छ न के पाइन्छ भोकले मर्न आँटिसकेँ म अनि तेरो आमाले तल गर्ममा हुँदाखेरि पनि भोकै जन्माएको थियो कि क्या हो टेन्सन नलि ए कुलते त यता जा म यता जान्छु म मर्न खोज्नुपर्छ ल चालक घैँटे मारा यो कुलते मरो पनि खालि भोक लागेको भन्छ यार खाने कुरो पनि काहीँ छैन कहाँबाट ल्याएर दिनु यसलाई अब बज्जाको छोरो खालि भोक लागेको मात्रै भन्छ साले बिर्खेले दुई दिनसम्म मलाई हिँडाएर हत्तु बनायो केही छैन खानेकुरा पनि ए भगवान् भोकले मर्नै आँटे बचियालाई भेटेर मात्र मलाई आएछ साला यो बिर्खेले दुई दिनसम्म मलाई बकबकै हिँडेर मार्नै आँट्यो ए भगवान् यस बचियालाई भेटेर म यस्तो के गर्छु नि बिर्खे तैँले होइन यो कस्तो ठाउँमा ल्याइस् न खानु छ न के छ 2 दिन बकबक्कै हिँडाइस् होइन म त मर्न आँटिसकेँ साले आफूलाई चाहिँ हेर्दा चाहिँ म यहाँ के भइसकेँ अनि तँलाई तेरी आमाले यार गर्भमा पनि बोकामै जन्माएको थियो कि क्या हो खालि भोक लाग्यो भन्छ त ए कुलते यो जङ्गल हो टेन्सन नलिन यार यहाँ फलफुल कति पाउँछ हट मरा जाऊ त यस्तै कुरा गर्छस् साला खै अब चाहिँ भोकले मर्न आँटिसकेँ साले यो बिर्खे कहीँ जाउँ भनेर म चाहिँ मार्न मलाई आएको साले ए कुलते तेरो बल के देखाउँछस् त्यहाँ यार आइज न दुईजना भएर खोजौँ खालि झर्किँदो रहेछ साला यो छुराइज भनेको साले खाडे हिँड म त भन्दछु भोकाले चाहिँ लादी फर्कायो बिर्खेले साले खालि हिँडिन् उता हिँड भन्छ खाना चाहिँ केही छैन साला खाना त्यस खा साला बिर्खे तैँले मलाई 2 दिनसम्म जङ्गलमा भकभकाइरहेको छस् म कहाँ बिर्सिन्छु तँलाई हेर्न ए बिर्खे के भयो साले खालि भोक लाग्यो भन्छ मासालाको दा ओइ केरा खाने के भनिस् के अरे साले केरा के भनिस् अरे फेरि भन् त ओइ केरा खाने केरा खाने देखिस् केरा खाने बिर्खे भेटेर खाने छोरा तँलाई भोक